नमस्कार सबैजनालाई है। आज हामी माउन्ट आसो हुँदै अनि यो थाकाचियो मियाजाकीमा जाँदैछौँ ज्वाइँ जेठान भएर। अहिले लगभग बिहानको 7 बजे हामी यहाँबाट हिँड्यौँ। म त आसो माउन्ट आसोतिर हाम्रो प्रस्थान भइराखेको छ। हामी यहाँबाट खियामा हुँदै हाम्रो सागाको इन्टरबाट बाइपास चढ्ने मनसायले हिँडिरहेका छौँ। लगभग अब बाइपास पनि आयो। यहाँबाट लगभग 2300-2400 समथिङ जति लाग्छ होला कुमामोतो जानलाई। अनि यहाँबाट कुर्मी हुँदै माथि बाइपास कुमामोतो बाइपासमा हिँडिराखेको छौँ। अझ 70 किलोमिटरको डिस्टेन्स देखाइराखेको छ। त्यो दायाँ बायाँ हरियाली चट्ट हेर्दै नेपाली गीत सुन्दै हिँडिराखेको छौँ। रमाइलो भएको छ जोस्। अब हाम्रो ज्वाइँ त ऱ्याप स्याप गीत गाउने मान्छे चाहिँ पर्नु, म पनि शान्ति नै यसो बाथरुम सिङ्गर हो नि त, त्यही भएर। तर यो सुनाउन नमिल्ने भएर चाहिँ यो अडियो राखेको छैन है। म गीत गाउँदै हिँडियो अनि बिच बाटोमा यो बाइपासको पार्किङमा यो लोटो किन्ने रहेछ कि। अब कोही भएन, करोडपति हुनु पर्यो भनेको यस्ता जाला सेट के पर्दो र परेन। यस्तै गर्दा गर्दै हामी कुमामोतोबाट पनि ओर्ल्यौँ अनि बिच बाटोमा गीत सुन्दै यताउता गर्दै गइरहेका थियौँ। यहाँ फेरि दुईवटा गफरेहान साउन्ड छैन भन्नु होला। यहाँ यो हल्का यो हाम्रो पेटको कुरा भइरहेको थियो कि, त्यही भएर यो राख्न मिलेन नि त। यसो बिच बाटोमा हिँड्दा हिँड्दै एउटा फेरि चट्ट आर्मीको गाडी भेट्यो कि। हामी यस्तै माउन्ट आसो जाने बेलामा यो बिच बाटोमा छ कि एउटा सिन आसो वासी ब्रिज भन्ने। यहाँबाट लगभग यताउता चट्ट हाम्रो गलकोटको, म चाहिँ गलकोटको मान्छे हो नि त, बागलुङको गलकोटको धरमखोला जस्तो चट्ट छहरा बगिराखेको छ है। अनि यहाँ एकछिन रोक्यौँ, रोकेर हामी यसो भ्यूहरू हेऱ्यो, चट्ट गाउँको याद पनि आयो। अनि यतिकैमा अब 10-15 मिनटपछि हामी पनि अब उता लाग्यौँ। फेरि उता पनि टाइमको हिँड्दा हिँड्दै यताउता दायाँ बायाँ हेर्दा हेर्दै यो जापानको सडक हेर्दा हेर्दै नगरे के हुँदो रहेछ र भन्ने जस्तो पनि कतिखेर लाग्छ कि। अब होला हुन त होला नि, तर अब जापानको दोस्रो विश्वयुद्धपछि अब यस्तरी डेभलप गर्दै गयो। यस्तो जङ्गलमा दुईतिर पुरा घना जङ्गल छ, बिचमा यस्तो बाटो छ है। अब कहाँ कहाँ त्यस्तो ठाउँमा अब भल्कान गएको ठाउँमा पनि जान मिल्ने बाटो गराइरहेछ। हुन त होला नि हाम्रो नेपाल पनि, तर अहिलेलाई चाहिँ अब यस्तै के गर्नु। उही भन्छ नि के अरे एउटा गीत छ नि, देख्ने पानी छाम्नु पनि समथिङ के चाहिँ त्यस्तै त्यस्तै त भन्ने होला है। यत्तिकैमा हामी माउन्ट आसोको यो भ्यू पोइन्ट, आसोको यो नागाकुसा भन्ने ठाउँमा भ्यू पोइन्ट छ। यहाँबाट लगभग आसोमा त्यो माउन्टबाट निक्लेको त्यो ज्वालामुखीको धुवाँहरू हुन्छ नि, यहाँबाट हेर्न मिल्छ। अनि यतिकै हेर्दै हेर्दै अहिले फेरि आएर हेरौँला भन्ने हिसाबले हामीहरू चाहिँ यहाँबाट फेरि उता माथि गयौँ। पारी धुवाँहरू पनि
निक्लेको देखिरहेको छ त्यो दाहिने माथितिर। यहाँ केहीहरू इन्फर्मेसनहरू लगभग जेस राखिरहेको छ। अनि यहाँ बुद्धको जस्तो पनि मूर्ति छ। अनि यहाँ बैल भन्नाले हाम्रो गोरुको जस्तो पनि उहाँको छ स्ट्याचु छ। अनि यहाँ मन्दिर जस्तो पनि रहेछ। यो जापानिजहरूको चाहिँ के गर्ने पनि त्यो चाहिँ थाहा भएन। तर आज हाम्रो ब्याड लक नै भन्नुपर्छ। यहाँ यो एउटा हेलिकप्टर एक्सिडेन्ट भएको रहेछ, त्यही कारणले चाहिँ आज माथि जान नपाइने रहेछ। त्यही पनि हामी एउटा सानो गिफ्ट त किनेर जाउँ भनेर एउटा यो धुवा उडेको किनेर हिँड्यौँ। अनि यत्तिकै बाहिरबाट पनि अलिकति रमणीय ठाउँहरू छ हेर्न मिल्ने, दायाँ बायाँ यताउता जस्तो भोल्कानोले कसरी चिरेर बगेको थियो अनि यताउता हेर्न मिल्ने ठाउँ छ। अनि यत्तिकै यो पुलिस चौकीको छेउबाट हामीहरू पनि हेरेर अनि हामी पनि फर्क्यौँ। अब तल गएर फेरि अब त्यहाँ यताउता घुँडासुँडा यहाँ हामी आज आउँदाखेरि यो ठाउँमा खै के हो, बाइकहरू चाहिँ लगभग धेरै हुँदो रहेछन्। यो बाइकहरू, यो अफरोड बाइकहरू चलाउनेहरू बाटोमा पनि धेरै देखियो कि। यत्तिकैमा यहाँ हामी पैसा तिरेर म्युजियमभित्र छिर्यौँ। यो ठाउँमा यो यहाँ फुममोतोको बारेमा राम्रो तरिकाले जानकारी दिँदो रहेछ। अब कल्चरहरू अनि खानाहरूको बारेमा हुन्छ नि, सबै कुराको राम्रोसँग इन्फर्मेसन छ। अन्त घुम्ने ठाउँहरूको बारेमा पनि दिइराखेको छ। अनि यहाँ एक ठाउँमा चाहिँ ज्वालामुखीको भोल्कानोहरू कसरी गएको, कसरी जाने, कुन तरिकाले गएको छ भनेर पनि यस्तो इन्फर्मेसन जस्तो दिएको रहेछ। त्यो पनि त्यहाँ एउटा बटन छ, त्यो अठाउने भने र यो पहाड तलमाथि गर्ने अनि ज्वालामुखी निस्केको जस्तो लाइभ जस्तो कि त्यो पनि देखाउँदो रहेछ। जे होस् पैसा असुल भनौँ न रहेछ। यहाँ एउटा मोनिटर राखेको छ है। अनि त्यसमा चाहिँ जापानमा कुन कुन समयमा कहाँ भोल्कानोहरू गएको भनेर त्यसको बारेमा सबै इन्फर्मेसनहरू छ। यहाँ वर्षदेखि लिएर वर्षमा कुन वर्षमा कस्तो भयो, कतिखेर के भयो भन्ने चाहिँ त्यो टच प्यानलमा अट्ठाएपछि त्यो चाहिँ सबै देखाउँदो रहेछ। अनि आज यत्रो दुःख गरेर यहाँ यो हेर्ने भनेर आइयो, तर माथि चाहिँ गएर हेर्न पाइएन। तैपनि यो पैसा तिरेर हामी भित्र छिरेपछि यहाँ चाहिँ उहाँको माथिको लाइभ क्यामेरा चाहिँ देखाउँछ। त्यो चाहिँ खाता चाहिँ यस्तो बनाएको छ, त्यहाँ यहाँबाटै यसरी निस्केको छ भनेर उहाँको लाइभ चाहिँ यहाँ देखाउन मिल्छ। त्यही भए नि हेरेर फर्कने कोसिस गरियो, के गर्नु अब।
अनि माथिबाट झरेपछि यहाँ यो नाकामाचु भन्ने ठाउँमा त्यहीँको भ्यू पोइन्टको तलतिर घोडाहरू रहेछन् क्या। घोडाहरू पनि के खाएर मोटो भएको हो यतिको साह्रो। अनि यहाँ दुईवटा सानो पानी थिउरिने तालहरू जस्तो छ, पानी थिउरी जस्तो यहाँ हेऱ्यौँ। अनि यहाँबाट माथि उक्लेपछि एउटा सानो थुम्को जस्तो छ। थुम्को बाटो फेरि यताउता दायाँ बायाँ चारैतिरको जे होस् भ्यू गर्न मिल्ने खालको थुम्को छ। जे होस् यहाँको थुम्कोबाट यो भोल्कानोबाट, यो एक्टिभ भोल्कानोबाट निस्केको यो धुवाँहरू चाहिँ राम्रो तरिकाले देखिँदो रहेछ। जाम जाम भन्दा नमान्ने अहिले के खान लग्यो नि हेर न, त्यो माथिबाट दौडेर आएको। अनि यत्तिकैमा भोक लाग्यो अनि इन्डियन रेस्टुरेन्ट जाम भनेको, गएर खाइयो। तारिफ चाहिँ नगरौँ बोल। खानासाना खाएर अनि अघि भ्यू पोइन्टमा आउने बेलामा थोरै समय मात्र बसेको थियौँ नि त। अनि अहिले फर्कने बेला अलिकति लामो समय हेरौँ भनेर लगभग आधी घन्टा जति यहाँ बसेर यताउता हेर्ने, भिडियो खिच्ने, अलिअलि टिकटक बनाउने। अनि हामी यहाँ माउन्ट आशाको एकैछिन हेरेर अनि अब हामी यो मियाजाकी केनमा रहेको थाकाचियोमा छ नि एउटा खोल्छु, थोरै डुङ्गा चढ्न पाइने, त्यो ठाउँमा जाने भनेर यहाँबाट हिँडेका छौँ। अनि त्यो चाहिँ अर्को पार्टमा राख्छु ल। यसमा चाहिँ अलिकति लामै हुन्छ कि, फेरि लामै भयो भने हेर्न झन्झट हुन्छ नि त। 14-15 मिनट भइसक्यो, त्यही भएर अर्को ठाउँमा राख्छु। अब अर्को पार्ट 2 चाहिँ हेर्नु होला ल। धन्यवाद।